नमस्ते साथीहरू, आज आरडिकेमा मस्यौरा कसरी बन्छ आज हेरौँ है त। सो पहिले हामीले ताजा लसुन लिएर आएर सबैजना मिलेर त्यसलाई केलाउँछौँ। त्यसपछि हामीले मासलाई धोएर त्यसलाई चाहिँ ग्राइन्डरमा ग्राइन्ड गरेर एउटा पेस्ट निकाल्छौँ। त्यसपछि हामी उसिनेको आलुलाई कोरेसोमा कोरेर सबै हाम्रो सामग्रीहरूलाई एउटा ठुलो बाटामा मिक्स गर्छौँ र त्यसलाई हामी हाम्रो छतमा लगेर घाममा सुकाउने काम गर्छौँ। यो घाममा सुकाइसकेपछि हाम्रो मस्यौरा तयार हुन्छ। यदि हजुरहरूलाई पनि हाम्रो मस्यौरा ट्राई गर्नु मन छ भने आरडिके अर्ग्यानिकमा कन्ट्याक्ट गर्नुहोला कि चाहिँ हाम्रो स्टोरमै भिजिट गर्नुहोला। नमस्ते, हामी चाहिँ आरडिके अर्ग्यानिक हाउसबाट। ओके, आज हामी के को बारेमा कुरा गर्न लागेको? आज हामी मस्यौरा, हरियो लसुन र आलु दालको मस्यौराको बारेमा कुरा गर्दैछौँ। आहा, कति इन्ट्रेस्टिङ नाम। यो चाहिँ कसरी बनेको भनिदिनुहोस् न त। हाम्रो यो हरियो लसुन आलु यो कालो दाल बनाउनको लागि चाहिँ कालो दाललाई चाहिँ सुरुमा अघिल्लो दिनमै लिएर आएर भिजाएर राख्नुपर्छ। त्यसपछि भोलिपल्ट त्यो कालो दाललाई मजाले पखालेर धोइ पखाली गरेर गरिन्छ, बोक्रा फालिन्छ यसको। अनि लसुन काटेर त्यो लसुनलाई पनि मजाले धोइ पखाली गर्नुपर्दछ, सफा सुग्घर बनाउनु पर्दछ। त्यसपछि त्यो आलु उसिनेर अरू प्रक्रिया चाहिँ मेरो साथीले गर्नुहुन्छ। हजुर, अनि आलु उसिनिसकेपछि त्यसलाई हामी कोरेसोमा राम्रोसँग कोर्छौँ। त्यसपछि यो कालो दालको पेस्ट अनि हरियो लसुनको कटिङ गरेको हरियो लसुन र धनियाँ, त्यसपछि कोरेको आलु मिक्स गरेर राम्रोसँग हामी ग्लोभ्स लगाएर सबै काम गर्दा ग्लोभ्स गरेर यसलाई चाहिँ मस्यौरा राख्न तयार पार्छौँ। सो ग्लोभ्सको त कुरा गर्नुभयो, अरू हाइजिन चाहिँ कसरी मेन्टेन गर्नुहुन्छ एकचोटि भनिदिनु न मलाई। हाम्रो नामै त अर्ग्यानिक छ भनेपछि अर्ग्यानिकमा त हाइजिन पनि चाहियो। हाइजिनको लागि चाहिँ हामीले हाम्रो हेयर क्याप हुन्छ, हेयर क्यापमा चाहिँ यो कपालहरू नझरोस्, मस्यौरामा नपरोस्, सुकाउँदा उठाउँदा हरेक चिज गर्दा हामीलाई हेयर क्याप चाहियो। अनि त्यसपछि मास्क लगाउँछौँ। त्यसपछि ग्लोभ्स त छँदैछौँ उहाँले भनिसक्नुभयो होइन। अनि हामीले चाहिँ हाम्रो एप्रोन छ, त्यो पनि हामीले बनाउँदाखेरि युज गर्छौँ। हस्, धन्यवाद। अब हामी लास्टमा चाहिँ एकचोटि प्याकिङको कुरा गरौँ है। हाम्रो मस्यौरा त बन्यो, अब प्याकिङ चाहिँ कसरी हुन्छ त भनिदिनुहोस् न त। अनि हामी मस्यौरा सुकाउँछौँ होइन, घाममा 4-5 दिन घाममा सुकाएर अन्त अनि लिएर आउँछौँ अनि सबैजना मिलेर अनि प्याकिङ गर्छौँ। हस्, धेरै धेरै धन्यवाद। आज मस्यौराको बारेमा धेरै थाहा पायौँ। सो हामी चाहिँ अर्को भिडियोको लागि फेरि आउँछौँ है त।